हेलो एभ्रिवन, आफ्टर लङ टाइम पछि म चाहिँ ब्लग हाल्न आँट्दैछु है। आज चाहिँ म काठमाडौँबाट घर आएको छु है। मम्मी यहाँ धनियाँ धनियाँ पनि धनियाँ यस्तो छ हाम्रो यहाँ गाउँमा चाहिँ अहिले हाम्रो एरियाको लागि चाहिँ धारा हामीले यहाँ माथि आफ्नै त्यहाँ गाउँको माथिको खोल्साको मुहानबाट पानी ल्याउनको लागि हामीले यहाँ धाराहरू बनाइरहनु भएको छ मम्मीहरूले। यहाँ मलहरू पनि छ, उता मकैहरू पनि छ, सब थोक छ है। मम्मीले के रोप्नु भएको छ। म चाहिँ लुगा पनि चेन्ज गरेको छैन, यत्तिकै बसिरहेको छु। तल चाहिँ फेरि कस्तो भएछ मकै भने त यता त राम्रो भयो है। म चाहिँ अहिले के गर्न लाग्यो भन्दाखेरि किम्बु खान लाग्यो क्या। यहाँनिर हेर्नु न किम्बु। यहाँ हामी यहाँ कोही बस्दैनौँ, यहाँनिर सब स्कुलको विद्यार्थीले खाएर। ल यो चाहिँ तपाईँहरूको लागि है। मेरो नङ पनि फोर्छ, काट्नु पर्ने छ। यत्रो भिन्डीहरू रोपेर गएको त है मोराहरूले त सबै कुल्चेर गिटी सिटी यता फाल्दैछन्। बाबा पनि यहाँ फाल्नु हुँदैन पनि भन्नुहुन्न यहीँ बसेर पनि टन्नै रह यहाँ त। ओ आमा कालै छ कालै। थ्याङ्क यू फर वाचिङ है। म चाहिँ खाँदै गर्छु। थ्याङ्क यू फर वाचिङ गाइज।